गाइज पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है। अनि यो के गरेको हो भने कहाँ जान खोजेको यो केटा 24 घण्टा के पेटबाट निक्लेको भन्ने मात्रै छ। यहाँ छिरेको छिरे पेट म हालिदिन्छु यो भित्र हालिदिम वाक्क पार्छ हो यो केटाले मलाई। रुको जरा सबर करो। छोरालाई थाहा भइसक्यो बाहिर दुनियाँको र खेपी भएको सरकारको अवस्था, त्यसैले ऊ फेरि भित्र जान खोज्दैछ, बाहिर बसेर काम छैन। बाउले के खान्छ भनेर होला। अब छिर्दैन दिदी, बाहिर म्यानेज गर्नु जसरी भयो नि। त्यही भएर छोरछोरीको अगाडि बाउलाई चाट्न लाउनु हुँदैन। पत्ती न भित्रै जाला जस्तो अझै भित्र हालिदिउँ रे। यस्तै भिडियो हेर्नलाई फन्नी कमेन्टेटरलाई फलो गर्नुहोस्।